आगामी 2083 वैशाख 1 गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। काठमाडौँ महानगरपालिकाको सहकार्यमा विभिन्न रुटहरूमा रात्रिकालीन बस सेवा सञ्चालन हुनेछन्। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ। उत्तर दक्षिणको यो 16 किलोमिटरको एकतर्फी रुट हो। त्यस्तै थानकोटदेखि सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मिनभवन, तिनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दूरी 20 किलोमिटरको हो। यी दुई रुटमा 4वटा रात्रिकालीन विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको महानगरले जनाएको छ। बेलुका 8 बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने, भिडभाड तथा ठेलमेलको अवस्था अन्त्य गर्न रात्रिकालीन बस सेवा सञ्चालन ल्याउन लागेको महानगरकी उपमेयर सुनिता डङ्गोलले बताउनुभयो।